फुटबल फ्यानहरू तिमीहरूको दसैँ तिहार आयो होइन त। भोलिदेखि प्रिमियर लिग सुरु हुँदैछ। फर्स्ट गेममा आर्सेनलले कोभेन्ट्री सिटीलाई होस्ट गर्दैछ। आर्सेनल आफ्नो टाइटल डिफेन्ड गर्न र त्योभन्दा पनि बढी हिस्ट्री लेख्न रेडी देखिन्छ है। यसै गरी लास्ट सिजनको लास्टतिर रिभाइभ भएको युनाइटेडले हल सिटीलाई होस्ट गर्दैछ। अब यसपालि युनाइटेडले के गर्छ भनेर सबैको आँखा त छ, तर सबैभन्दा बढी आँखा कुन टिममा छ थाहा छ? सायद म्यान्चेस्टर सिटीमा हुन सक्छ है। सिटीले पेप ग्वार्डियोलालाई एन्जो मरेस्काले रिप्लेस त गर्यो, तर रोड्रीलाई कसरी गर्छ नि त्यो कसैलाई पनि थाहा छैन क्या। डिब्रोइनाले छोडेपछि पाल परेको सिटीको मिडफिल्ड अब रोड्री पनि नहुँदा के हुने हो क्या? त्यो चाहिँ हेर्न रमाइलो हुन्छ है अरूलाई, तर सिटीको फ्यानलाई गाह्रो हुनेवाला छ। तपाईँलाई यसपालिको प्रिमियर लिग कसले जित्ला जस्तो लाग्छ त? एकदमै अर्ली प्रेडिक्सन हो यो, रमाइलोको लागि कमेन्टमा लेख्नु होला है।